चंद्रावतारायण श्रीमन नारायण 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 श्रीमन नारायण 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 भजमन नारायण 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 भजमन नारायण 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 श्रीमन नारायण 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 श्रीमन नारायण 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 श्रीमन नारायण 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 नारायण। स्तम्भको छेउमा लिएर गएर हिरण्यकश्यप भन्छ के यो स्तम्भमा पनि तेरा भगवान छन् त भन्दा भक्त प्रहलाद भन्नुहुन्छ यो स्तम्भमा पनि मेरा भगवान हुनुहुन्छ। भक्त प्रहलादको हात हिरण्यकश्यपले छोडिदियो। छोड्ने साथ त्यो स्तम्भमा तलवारले प्रहार गर्दछ। साक्षात् त्यहाँबाट नरसिंह भगवान प्रकट हुनुभयो। बोले नरसिंह भगवानको। आज हिरण्यकश्यप र नरसिंहको बीचमा घमसान युद्ध हुन थाल्यो। भरत गुरुजी खै यता अगाडि ल्याउनु लापा खेल्न कुना लगेर लडाइँ गरौँ। दुवैको बीचमा घमसान युद्ध हुन्छ। कश्यपले तलवार फ्याँकेर नरसिंह भगवानसँग युद्ध गर्दछ। घोर युद्ध गर्दा गर्दै गर्दा गर्दै जति बेला साँझ पर्ने अवस्था बेला भयो भगवानले बिस्तारै बिस्तारै नरसिंह भगवानले हिरण्यकश्यपलाई खिचेर लिएर आउनुभयो र आफ्नो काखमा हिरण्यकश्यपलाई सुताइदिनुहुन्छ, शयन गराइदिनुहुन्छ। सुताउँदै जब अट्टास गर्नुहुन्छ नरसिंह भगवान हिरण्यकश्यप हाँस्न थाल्दछ। हिरण्यकश्यप हाँस्दछ। के भन्दछ? म न दिनमा मर्छु न रातमा मर्छु। नरसिंह भगवान भन्नुहुन्छ यो न दिन हो न रात हो, यो त सन्ध्या बेला हो। फेरि हिरण्यकश्यप हाँस्दछ। न म शस्त्रले मर्छु न शस्त्रले मर्छु न अस्त्रले मर्छु भन्छ। तब नरसिंह भगवान भन्नुहुन्छ न तँलाई अस्त्रले मार्छु न शस्त्रले मार्छु। हेर मेरा यी नाखुन, म तँलाई यही नाखुनले नखले मार्छु। फेरि हिरण्यकश्यप हाँस्छ। हिरण्यकश्यप भन्छ न म कुनै मानवबाट मर्छु न कुनै जीवबाट मर्छु, जन्तुबाट मर्छु, पशुबाट। तब नरसिंह भगवान भन्नुहुन्छ हेर न त म मानव हुँ न पशु हुँ। तब पुनः फेरि नरसिंह भगवान अट्टहास गर्नुहुन्छ अनि हिरण्यकश्यपलाई जसरी नै छातीमा बलपूर्वक प्रहार गर्नुहुन्छ। हिरण्यकश्यपको अन्त आज नरसिंह जसरी नै नरसिंह भगवानले हिरण्यकश्यपको अन्त गरिदिनु भयो। उहाँको उग्र स्वभाव यति नै भयो। उहाँ त उठेर यताउता दुगुर्न लाग्नुभयो। त्यो दुरवस्थामा सारा देवलोक त्राहिमाम त्राहिमाम गर्दै अब यो भगवानको उग्र स्वरूपलाई कसले शान्त गराउने? लक्ष्मीलाई बोलाए, लक्ष्मी माताले पनि सक्नु भएन। अन्तिममा भक्त प्रहलाद अगाडि आएर भगवानको स्तवन गर्न लागे। जब भगवानको स्तुति गर्दछन् ब्रह्मा दय सुरगण मुनयो त सिद्धा सत्वे कदा नमतयो वचसां प्रवाहे हरिरुद्र जाते। भक्त प्रहलादलाई काखमा लिएर नरसिंह भगवानले खूब माया गर्नुभयो। सारा जगतले एक स्वरमा एक ध्वनिमा एकैचोटि गाउन लाग्यो। के भन्दछ? हामी राम प्यारा। भजन कीर्तनमा नाच्न पनि अल्छी गर्नु हुँदैन। एकचोटि जुरुक्क सबैजना उठौँ त आनन्द लिउँ यही खुसीमा। बोलिए लक्ष्मीनारायण भगवान की। हामी राम प्यारा हामी कृष्ण प्यारा, हामी राम प्यारा हामी कृष्ण प्यारा। मुक्ति
नगरा मुक्ति मिल्छ आखिर भजन गर्न अल्छी नगर मुक्ति मिल्छ आखिर भजन गर्न अल्छी नगर मुक्ति मिल्छ आखिर भजन गर्न अल्छी नगर खोइ त कश्यपले हरि निंदा गरेर हिरण्य कश्यपले हरि निंदा गरेर खोइ त हिरण्य कश्यपले हरि निंदा गरेर हिरण्य कश्यपले हरि निंदा गरेर मर्नु पर्यो आखिर विष्णुजीको हातमा परेर मर्नु पर्यो आखिर विष्णुजीको हातमा परेर राम पियारा खोइ त हामी कृष्ण पियारा हामी राम पियारा हामी कृष्ण पियारा मुक्ति मिल्छ आखिर नगरा मुक्ति मिल्छ आखिर भजन गर्न अल्छी नगर खोइ त नि खोइ त हरि बोल हरि बोल दूरचारी रावणले हरि निंदा गरेर 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 मर्नु पर्यो आखिर रामजीको हातमा परेर मर्नु पर्यो आखिर रामजीको हातमा परेर अनि यसरी 2-4 जना मात्रै नाचेर कहाँ हुन्छ त दोडे हात उठाउने सबैले नाच्नु पर्यो मनोज दादा हाम्रो पिठागुडीबाट आउनु भएको छ दोडे हात उठाएर तपाईँले नाचेको हामीहरूले देखेका छौँ नि हो राम 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 दोडे हात उठाएर यसै क्षेत्रका ज्वाइँ हुनुहुन्छ ससुराली आउनुभएको लाज पनि लाग्न सक्छ है दोडे हात उठाउने तर नाच्न चाहिँ छोड्नु हुँदैन अगाडि आएर आनन्दले दुष्ट पापी कंसाले हरि निंदा गरेर 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 मर्नु पर्यो आखिर कृष्णजीको हातमा परेर मर्नु पर्यो आखिर कृष्णजीको हातमा परेर हामी राम पियारा हामी कृष्ण पियारा हामी राम पियारा हामी कृष्ण पियारा मुक्ति मिल्छ आखिर भजन गर्न अल्छी नगर 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 हिरण्यकश्यपले हरि निंदा गरेर हिरण्यकश्यपले हरि निंदा गरेर हिरण्यकश्यपले हरि निंदा गरेर मर्नु पर्यो आखिर
आखिर विष्णुजीको हातमा परेर मर्नु पर्यो आखिर विष्णुजीको हातमा परेर हामी राम पियारा हामी कृष्ण पियारा हामी राम पियारा हामी कृष्ण पियारा मुक्ति मिल्छ आखिर भजन गर्न अल्छी नगर 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 भजन गर्न अल्छी नगर भजन गर्न अल्छी नगर